अहिले यसरी मकै हुँदैछ रोप्यो भने उयो गऱ्यो भने चाहिँ हुन्छ है यी दुधु गएको यहाँ माथि हाम्रो पासाङज्यूकोमा मेरो कान्छा काकाको छोरा कान्छाकोमा यी राम्रो हाम्रो आनन्द तामाङ भित्रै बस्नु तपाईँ भित्रै आउनुहोस् मेरो क्यामेराम्यान भित्रै आउनु पर्यो यता देखाउनुहोस् यसरी यहाँ हेर्नुहोस् यी घोगा यी यता दामी घोगा छ यी फलिरहेको राम्रो यी ट्याम्मै यहाँ हेर्नुहोस् यी विजय अगाडि आउँछ तपाईँ पनि यहाँ हाम्रो लाइनम्यान एकदम हाम्रो पोइन्ट गाउँमा अहिले यिनीहरू एकदम दामी लाइनम्यान यसरी अहिले बनाइरहेको छ उहाँले बिजुली तार तपाईँले अहिले धेरै जग्गामा तारहरू बनाउनु हुँदैछ अनि अघि राति पानी परेपछि कस्तो लाग्छ तपाईँहरूलाई हावा पानी आयो भने चाहिँ पानी परेपछि चाहिँ हामीलाई चाहिँ अलिक निन्द्रा लाग्दैन हावा पानी आयो तुरन्त बिहान निक्लिहाल्नु तपाईँहरू अहिले एक्टिभ छ तपाईँहरू है तपाईँहरूलाई हामी मान्छौँ ल यसरी मकै रेज भइरहेको छ ल र सबैजनाले यसरी मकै चाहिँ रोप्यो भने चाहिँ मकै सागसब्जी सबैले यसरी हामीले रोप्यो भने चाहिँ राम्रो हुन्छ त अनर्थ नठानिदिनुहोस् सबले चाहिँ घरमा चाहिँ मकै चाहिँ कोठेबारीमा रोप्यो सागसब्जी रोप्यो भने वन्य प्राणीले पनि मन राखेर खान्छ तर यहाँ चाहिँ एक घर दुई घरले चाहिँ सागसब्जी मकै रोपेपछि सबै कुरा त्यहाँ खन्नेको मात्रै हो सबैजनाले ट्राई गरौँ अब हामीले यो कामहरू चाहिँ गर्नुपर्छ अब हामीले क्रान्ति गर्नुपर्छ सागसब्जी रोप्लाई कुरा गर्छ हामी मधेसका सागसब्जी खान्छौँ सियोलाको चिजहरू खान्छौँ र आफै रोपेर आफै फलायो भने अलिकति हामीलाई राम्रो हुन्छ भन्ने कुराहरू है पैसा पनि जोग्यो स्वास्थ्य पनि राम्रो हुनेछ भन्नेहरू कुराले चाहिँ म धनराज तामाङ सिक्किमेबाट तपाईँहरूलाई सुझाव दिनु लागेको छ धन्यवाद।